हेलो एभ्रिवन, स्वागत छ यहाँहरूलाई आजको यस नयाँ भिडियोमा। आज हामीले प्रदेश लोक सेवा आयोग बागमती प्रदेश 2082 2 महिना 24 गते 5औं तह सब इन्जिनियरलाई सोधेको प्रश्न ल्याएर आएका छौँ। हाम्रो मेकानिक्स अफ स्ट्रक्चरमा धेरै न्युमेरिकलहरू सोधिरहेको हुन्छ। बिमबाट भने चाहिँ 5 देखि 10 मार्क्सको न्युमेरिकल सोध्ने गर्दछ। प्राय चाहिँ 5 मार्क्सको क्वेसन आइरहेको हुन्छ। आज चाहिँ हामीले टाइप 2 को न्युमेरिकल ल्याएर आएका छौँ। भिडियोलाई स्किप नगरेर अन्तिमसम्म हेर्नु होला। भिडियोलाई सुरु गरौँ है त। क्वेसनमा के भनेको छ भनेपछि ड्र द बेन्डिङ मोमेन्ट फर अ सिम्पली सपोर्टेड बीम अफ 5 मिटर स्पान सब्जेक्टेड टु अ युडिएल अफ 4 किलोन्युटन पर मिटर एन्ड अ कन्सन्ट्रेटेड लोड अफ 30 किलोन्युटन एट द सेन्टर। क्वेसनले के भन्छ भन्दाखेरि चाहिँ एउटा सिम्पली सपोर्टेड बीम छ र त्यसको स्पान भनेको चाहिँ 5 मिटर छ र त्यसमा चाहिँ 4 किलोन्युटन पर मिटर बराबरको युडिएल लागेको छ भन्छ। त्यसपछि के भन्छ भन्दाखेरि चाहिँ हाम्रो बीमको सेन्टरमा चाहिँ 30 किलोन्युटन बराबरको चाहिँ कन्सन्ट्रेटेड लोड अथवा पोइन्ट लोड लागेको छ भनेर भनेको छ क्वेसनले। अब यसको स्टेप 1 मा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ ड्र फ्री बडी डायग्राम। हामीलाई क्वेसनमा जे सोधेको छ त्यसको चाहिँ हामीले फ्री बडी डायग्राम बनाउनु पर्ने हुन्छ। फ्री बडी डायग्राम बनाउँदाखेरि चाहिँ हाम्रो सिम्पली सपोर्टेड बीमको एकातिर हिन्ज हुन्छ र अर्कोतिर चाहिँ रोलर हुन्छ। अब हामीले चाहिँ क्वेसनले सोधे अनुसार यसको डिस्टेन्स अथवा स्पान भन्यो भने चाहिँ हाम्रो 5 मिटर स्पान भइहाल्यो यो। अनि त्यसपछि माथि हाम्रो कन्सन्ट्रेट लोड सेन्टर सी पोइन्ट, हामीले सी पोइन्ट डिनोट गऱ्यौँ। सेन्टरमा चाहिँ 30 किलोन्युटन लागिरहेछ र यो पुरै बीममा चाहिँ युडिएल लागेको छ र युडिएल कति लागेको छ भन्दाखेरि चाहिँ 4 किलोन्युटन पर मिटर युडिएल लागेको छ। अब रियाक्सन हेर्दाखेरि चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि ए पोइन्टमा हाम्रो हिन्जमा ए पोइन्ट, यो ए पोइन्ट हो, यहाँ चाहिँ हिन्ज छ। हिन्जमा चाहिँ के हुन्छ त दुईटा रियाक्सन फोर्स लाग्छ, एउटा आरएवाई एउटा आरएएक्स। त्यसपछि त्यस्तै गरेर हाम्रो चाहिँ रोलरमा चाहिँ आरबिवाई भनेर एउटा मात्रै रियाक्सन फोर्स लाग्ने गर्दछ। अब हामी क्याल्कुलेसन अफ रियाक्सन फोर्स, अब रियाक्सन फोर्स निकाल्छौँ हामी। सुरुमा हामीले बेन्डिङ मोमेन्ट लिन्छौँ। बेन्डिङ मोमेन्ट बी पोइन्टमा चाहिँ बेन्डिङ मोमेन्ट लिँदाखेरि चाहिँ आरएवाईले चाहिँ यसरी क्लकवाइज, हेर्नु आरएवाईले कसरी दिने भयो, यसरी यहाँबाट क्लकवाइज दिने भयो बीमा। त्यसै गरी सी पोइन्टले चाहिँ यसरी एन्टी क्लकवाइज दिने भयो, यो फेरि युडिएलले क्लकवाइज दिने भयो हैन। अब हामीले आरएवाई, हाम्रो चाहिँ मोमेन्ट भनेको त फोर्स इन्टु परपेन्डिकुलर डिस्टेन्स हो। अब आरएवाई इन्टु 5 गर्दाखेरि कति हुने भयो त आरएवाई इन्टु 5 हुने भयो। अनि हाम्रो चाहिँ यो 30ले पनि दिन्छ, 30ले एन्टी क्लकवाइज दिने भएको कारणले गर्दाखेरि माइनस, अनि 30 अनि डिस्टेन्स भनेको 2.5 अनि मल्टिप्लाई गऱ्यौँ 30 इन्टु 2.5। अनि हाम्रो युडिएलले पनि दिन्छ। युडिएललाई हामीले सुरुमा चाहिँ केमा कन्भर्ट गर्नु पर्यो त किलोन्युटनमा कन्भर्ट गर्नुपर्ने हुन्छ। त्यसका लागि 4 इन्टु 5 गर्नु पर्यो। 4 इन्टु 5 भनेको टोटल स्पान भयो। अनि 5/2 यहाँसम्म भनेको 5/2 गर्नुपर्ने हुन्छ। त्यो गर्दाखेरि चाहिँ हाम्रो इक्वल टु 0 आयो। अब आरएवाई इन्टु 5 अनि 30 इन्टु 2.5 गर्दाखेरि 75 आउँछ। त्यसै गरी 4 इन्टु 5 इन्टु 5/2 गर्ने हो भने 50 आउँछ इजिकल टु 0। र आरएवाई इन्टु 5, अब माइनसलाई हामीले यतापट्टि ल्यायौँ, बराबरभन्दा यता ल्याउँदा प्लस हुन्छ। सो 75 प्लस 50 गर्दाखेरि 125 आयो। अब आरएवाई भनेको कति हुन्छ त भन्दाखेरि चाहिँ 125 बाई यो 5 यहाँ डिभाइडमा आयो, यो गर्दाखेरि 25 किलोन्युटन आयो। सो आरएवाई भनेको कति आयो, 25 किलोन्युटन आयो। के कन्फ्युजन छ त छैन, यहाँ सिम्पल छ लजिक। अब हामी यसको चाहिँ भर्टिकल फोर्स निकाल्छौँ। यहाँ चाहिँ अब के हुन्छ त समेसन अफ भर्टिकल फोर्स बराबर 0। यो गर्दाखेरि भर्टिकल फोर्स के लागेको छ त हामीले यतापट्टि हेरौँ। हाम्रो भर्टिकल फोर्स हेर्नु, भर्टिकल फोर्स एउटा यो लागेको छ, एउटा यो लागेको छ, आरएवाई आरबिवाई। अनि माथिबाट चाहिँ 30 माइनस हुने भयो। अनि 4 किलोन्युटन पर मिटरको युडिएल पनि डाउनवर्ड लागेको कारणले गर्दाखेरि यो पनि के हुने भयो त माइनस हुने भयो। यो पनि माइनस हुने भएपछि हाम्रो चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ हाम्रो यहाँ हेर्न सक्नुहुन्छ। अब आरएवाई र आरबिवाई भनेको चाहिँ प्लस हुने भयो। त्यसपछि चाहिँ 30 डाउनवर्ड लागेको छ माइनस,
अनि 4 × 5 गर्दाखेरि -20 यो पनि डाउनवर्ड भएर माइनस भयो अनि इजिकल टु 0 आरएवाई भनेको 25 किलो न्युटन अलरेडी हामीले निकालिसकेका छौं अब आरबिवाई बराबर के हुने भयो त भन्दाखेरि चाहिँ यो सबैलाई बराबर भन्दा यता ल्याउँदाखेरि यो माइनस प्लसमा आयो यो माइनस प्लसमा आयो र यो प्लस चाहिँ माइनसमा गर्दाखेरि 50 - 25 गर्ने हो भने 25 किलो न्युटन र आरबिवाई बराबर 25 किलो न्युटन आयो अब हामीले चाहिँ के बुझ्नु पर्ने हुन्छ त भन्दाखेरि चाहिँ क्वेशनमा चाहिँ यो चाहिँ यहाँनेर तपाईहरुले के हेर्न सक्नुहुन्छ भन्दाखेरि हामीले यो चाहिँ 25 किलो न्युटन निकाल्यौं 25 किलो न्युटन अनि यो पनि कति निकाल्यौं 25 किलो न्युटन निकाल्यौं अब हाम्रो तलबाट जति फोर्स लाग्छ नि जति फोर्स लाग्छ माथिबाट पनि त्यति नै लाग्नु पर्ने हुन्छ अब 25 गर्दाखेरि हाम्रो 50 किलो न्युटन आयो अब माथिबाट तल पनि 50 किलो न्युटन लाग्नु पर्ने हुन्छ यो 30 अनि प्लस 4 × 5 गर्ने हो भने 5 चौको 20 30 + 20 गर्ने हो भने चाहिँ 30 + 20 50 हुने भयो र तलबाट पनि 50 माथिबाट पनि 50 गर्दाखेरि यो चाहिँ हाम्रो के हुने भयो त फोर्सहरु चाहिँ ब्यालेन्स हुन्छ हामीले यसरी पनि हामीले निकालेको करेक्ट छ कि छैन भनेर यसरी पनि चेक गर्न सक्छौं अब हामी शियर फोर्स निकाल्छौं अब शियर फोर्स निकाल्दाखेरि हामीले आगामी भिडियोमा पनि भनिसकेका छौं अघिल्लो भिडियोमा सुरुमा के हुन्छ त 0 किलो न्युटन हुन्छ त्यसपछि हामीले राइटमा हेर्छौं अब भीबी को राइटमा कति लोड लागेको छ त भीबी को राइटमा हेर्न सक्नुहुन्छ तपाईले भीबी राइट भनेपछि यसमा चाहिँ कति लागेको छ भनेपछि 25 किलो न्युटन लागेको छ यो पनि हामीले के गर्यौं त 25 किलो न्युटन लेख्यौं त्यसपछि भीसी लेफ्ट भनेपछि सुरुको माइनस अनि कति लागेको छ त्यसको लेफ्ट तिर कति लागेको छ त्यो चाहिँ हेर्नु पर्ने हुन्छ त्यसका लागि हेर्नु यहाँ देखि यो 25 भइहाल्यो र यसको लेफ्ट भनेको त यो साइड हो नि त यो साइड यहाँ देखि यता लेफ्ट साइड भनेको 4 × 2.5 गर्ने हो भने कति हुने भयो त 4 × 2.5 गर्दाखेरि चाहिँ यो 25 4 × 2.5 भनेको 10 यो गर्दाखेरि 25 बाट 10 घटाउँदा 15 किलो न्युटन अब भीसी को राइट भनेको हामीले सुरुको माइनस अनि त्योमा चाहिँ कति लोड लागेको छ त त्यो हेर्छौं जस्तो क्वेशनमा हेर्नु यहाँ 30 किलो न्युटन लागेको छ कि नै यही पोइन्टमा 30 किलो न्युटन लागेको भएको कारणले गर्दाखेरि डाउनवर्ड लागेको छ अनि हामी के गर्छौं माइनस गर्छौं यो के हुने भयो त माइनस हुने भयो -30 15 - 30 गर्दा -15 किलो न्युटन अब भीबी को लेफ्टमा सुरुको अनि त्यसको लेफ्ट तिर कति चाहिँ फोर्स लागेको छ त्यो हेर्छौं अब लेफ्ट तिर हेर्दाखेरि चाहिँ भीबी को लेफ्ट भनेको यो यहाँ देखि कति लागेको छ त 4 × 2.5 4 × 2.5 गर्दाखेरि कति हुने भयो त 4 × 2.5 गर्दा -25 किलो न्युटन हुन्छ 15 किलो न्युटन - 4 × 2.5 गर्दा -2.25 किलो न्युटन भयो अब सुरुको अनि तलदेखि माथि कति लागेको छ त हेर्नु यहाँबाट माथि कति लागेको छ माथितिर 25 किलो न्युटन लागेको छ यो गर्दाखेरि प्लस माइनस के हुने भयो -0 किलो न्युटन हाम्रो यहाँ पनि 0 आयो सुरुमा पनि 0 आयो सो हामीले गरेको क्याल्कुलेसन ठीक छ अब जान्छौं हामी क्याल्कुलेसन अफ बेन्डिङ मोमेन्ट निकाल्नका लागि बेन्डिङ मोमेन्टमा पनि सुरुमा के हुन्छ त मोमेन्ट जहिले पनि 0 हुन्छ मोमेन्ट 0 हुन्छ अब 8 पोइन्ट सी पोइन्टमा केले मोमेन्ट दिन्छ त अब हामी हेर्छौं सी पोइन्टमा केले मोमेन्ट दिन्छ हेर्नुस् अब यो पोइन्टमा मोमेन्ट दिने भनेको आरएवाई ले दिन्छ क्लकवाइज आरएवाई इन्टु 25 आरएवाई भनेको 25 × 2.5 गर्ने हो भने सी पोइन्ट सम्म पुग्ने भयो हैन मोमेन्ट अब त्यसपछि हाम्रो यो युडिएल ले पनि दिन्छ युडिएल ले कसरी दिन्छ डाउनवर्ड दिन्छ अथवा एन्टी क्लकवाइज दिन्छ भनेपछि 4 × 2.5 किलो न्युटनमा गयो इन्टु 2.5/2 हामीले त्यही गरेका छौं है त अब हेर्नुस् 25 × 2.5 माइनस 4 × 2.5 × 2.5/2 गर्दाखेरि 50 किलो न्युटन पर मिटर आयो अब एमबी हेर्छौं हामी बी पोइन्टमा चाहिँ केले मोमेन्ट दिन्छ त यहाँ हेर्दाखेरि आरएवाई ले दिने भो क्लकवाइज दिन्छ 25 × 5 हुने भो त्यसपछि 30 ले माइनस एन्टी क्लकवाइज दिन्छ 30 × 2.5 हुने भो त्यसपछि युडिएल ले दिन्छ युडिएल ले पनि एन्टी क्लकवाइज दिने गर्दछ अब यो गर्दाखेरि
हामी हेर्छौँ 25 into 5 minus 4 into 5 into 5/2 distance by 2 minus 30 into 2.5 अब 25 into 5 गर्दा 125 4 into 5 into 5/2 गर्दाखेरि 50 30 into 2.5 गर्दा 75 गर्दाखेरि हाम्रो टोटल क्याल्कुलेसन 0 आउँछ। यो आइसकेपछि 0 आउँछ अनि हाम्रो चाहिँ यहाँ सुरुमा पनि 0 लास्टमा पनि 0 सो हाम्रो क्याल्कुलेसन के छ त करेक्ट छ। अब हाम्रो ड्र एसएफडी एन्ड बीएमडी अब यसको शियर फोर्स डायग्राम र बेन्डिङ मोमेन्ट डायग्राम कस्तो हुन्छ त हामी त्यो ड्र गर्छौँ। अब शियर फोर्स र बेन्डिङ मोमेन्ट डायग्राम ड्र गर्दाखेरि पहिला चाहिँ हामीले एउटा फ्री बडी डायग्राम यो बनाउँछौँ। यो बनाइसकेपछि हामीले यहाँ पोइन्टहरु लेख्यौँ। अब चाहिँ हाम्रो शियर फोर्स डायग्राम कस्तो हुन्छ त भन्दाखेरि हाम्रो सुरुमा के छ शियर फोर्स VA 0 अनि VB पनि कहिले के हुन्छ 0 हुन्छ लास्ट र फर्स्ट 0 हुन्छ। VA को राइटमा कति निकालेका छौँ त हामीले VA को राइटमा हेर्दाखेरि VA को राइट V यहाँ A हो है VA को राइटमा चाहिँ 25 किलो न्यूटन प्लस छ माथितिर गयो। त्यसपछि VC को लेफ्टमा 15 किलो न्यूटन प्लस VC राइट माइनस 15 किलो न्यूटन छ हैन। यसको लागि 15 किलो न्यूटन भनेको 25 भन्दा थोरै तल, त्यसपछि माइनस 15 किलो न्यूटन भने तलतिर गयो। त्यसपछि हाम्रो लास्टमा फेरि माइनस 25 किलो न्यूटन छ अनि 0 भयो। अब माइनस यहाँ 25 भनेको यहाँ तल आयो त्यसपछि 0। यो अब हामीले चाहिँ के बुझ्नुपर्छ त भन्दाखेरि चाहिँ सिम्पली सपोर्टेड बीममा चाहिँ यसको चाहिँ शियर फोर्स डायग्राम कस्तो हुन्छ त भन्दाखेरि चाहिँ रेक्टेंगल हुने भयो। किनभने चाहिँ हाम्रो यहाँ चाहिँ कन्सन्ट्रेट लोड हेर्नुस् कन्सन्ट्रेट लोड अथवा पोइन्ट लोड लागेको भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो के भयो त यो रेक्टेंगल टाइपको भयो हैन। पर्फेक्टली चाहिँ ट्रायंगल हैन रेक्टेंगल टाइपको भयो। यदि हाम्रो चाहिँ पोइन्ट लोड दिन्थेन भने चाहिँ यो हाम्रो के हुन्थ्यो ट्रायंगुलर हुन्थ्यो। अब हामी बेन्डिङ मोमेन्ट डायग्राम हेर्छौँ। बेन्डिङ मोमेन्ट डायग्राम चाहिँ यसको कस्तो हुन्छ त भन्दाखेरि चाहिँ यसरी आउँदाखेरि यो अलि पाराबोलिक हुन्छ, पाराबोलिक टाइपको हुन्छ यो पाराबोलिक। अब हाम्रो चाहिँ सुरुमा पनि 0 लास्टमा पनि 0 अनि त्यसपछि आउँछ हाम्रो सी पोइन्टमा चाहिँ कति आउँछ त हामीले सी पोइन्टमा यहाँ निकालेका छौँ। सी पोइन्टमा चाहिँ 50 किलो न्यूटन पर मिटर आएको छ। 50 किलो न्यूटन पर मिटर हामीले भनेको यो पोइन्ट हो। यहाँबाट चाहिँ हामीले पाराबोलिक हुन्छ। बेन्डिङ मोमेन्ट डायग्राम यदि युडिएलमा पोइन्ट लोड लाग्छ भने त्यति बेला बेन्डिङ मोमेन्ट डायग्राम के हुन्छ त पाराबोलिक हुन्छ। आजलाई भिडियो यति नै। केही कन्फ्युजन भए कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ। सब्सक्राइब आवर च्यानल। भिडियो हेर्दै गर्नु होला। हामी अर्को पार्ट 3 ल्याएर टाइप 3 ल्याएर फेरि उपस्थित हुनेछौँ। हस्त धन्यवाद।